यस क्षणमा हामी छौं। नमस्कार नमस्कार सम्पूर्ण दर्शकबिनहरू नमस्कार। आज हामी भावना टेली सिरियलको सुटिङमा छौँ। यी खाना खाने समय भइरहेको छ। यहाँ डाइरेक्टर साहब, स्क्रिप्ट राइटर उहाँले नै लेख्नु भएको, उहाँले डाइरेक्सन गर्नुभएको, उहाँकै टेलिफिल्म हो। डी सोम रमाइलो टिभीमा आउँछ। यो चाहिँ खाना पनि उहाँकै हो, काम पनि उहाँकै हो है। अनि रमाइलो टिभी डी सोममा शुक्रबार 7:30 बजे आउँछ यो भावना सिरियल। सम्पूर्ण दर्शकबिनहरूले मन पराइदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। हाम्रो यहाँ क्यामेराम्यान साहेब यहाँ हुनुहुन्छ है, यहाँ हाम्रो सहयोगी भाइ हुनुहुन्छ, हामी सम्पूर्ण यहाँ आमा हुनुहुन्छ है। सम्पूर्ण चाहिँ हामी यहाँ खाना खाने समय भइरहेको छ। यसरी उहाँ पनि यहाँ हाम्रो हिरोनी मैया हुनुहुन्छ। हाम्रो अब अरू पनि थुप्रै हिरोनी नानीहरू हुनुहुन्छ। अनि चाहिँ आज हजुर यहाँ के को सुटिङमा आउनुभएको माया? भावना भनेर म आफैले भनिदिएको है। ए हजुर नमस्कार। हजुर नमस्कार हजुर, सबैजनालाई नमस्कार छ है। हजुर यतिखेर हामी चाहिँ भावना सिरियलको सुटिङमा छौँ। हजुर हजुर हैन, एकदमै द्रुत गतिमा हाम्रो कार्यक्रमहरू अगाडि बढिरहेको छ। भावना सिरियल हरेक शुक्रबार। आज कति भएको सुटिङ भइरहेछ? यो अहिले 31 भागको सुटिङ गरिरहेको छौँ हामीले। हजुर हजुर अहिलेसम्म जति एपिसोड बनाइयो एकदमै राम्रो प्रतिक्रियाहरू आइरहेको छ। तपाईँहरूले हेर्नु राम्रो चाहिँ कस्तो लाग्छ हैन, फिडब्याक दिनु होला। तपाईँहरूको फिडब्याक नै हाम्रो लागि एउटा मार्गदर्शक बन्ने छ। डी सोम रमाइलो टिभीमा आउँछ हैन त? हजुर, यो 7:30 बजे शुक्रबार डी सोम रमाइलो टिभीमा आउँछ। हजुर सबैजनाले हेर्नु होला। एकदमै मेहनत गरेका छौँ सबैजनाले आफ्नो तर्फबाट। उहाँले पनि गरिरहनु भएको छ, मैले गरिरहेको छु हैन। अरू सबैजना कलाकारहरू, त्यस्तै गरी प्राविधिकहरू सबैजनाले राम्रो काम गरिरहनु भएको छ। कृपया फिडब्याक दिनु होला है। हस्, धन्यवाद, नमस्कार। नमस्कार हजुर।